नमस्कार साथीहरु, आज म तपाईहरुलाई मैले सिकाउँदै बनाउँदैछु। आज मैले यो मैदा लाउने तरिका है साथीहरु। पहिला हामीले राख्यो अंडा, ट्याक्क अंडा राखिन्छ यसो। अब हामीले राखिन्छ आधा किलो जति चिनी राख्यो साथीहरु। अब त्यसपछि हामीले राख्छौं अब सर्ट नुन, जति नुन राखिन्छ। त्यसपछि हामीले राख्छौं साथीहरु 2 लिटर दूध, 2 लिटर दूध राखिसकेपछि अब यो दूध राख्छौं। 2 लिटर दूध राखिसकेपछि हामीले अब थोरै तेल राख्छौं। तेल राखिसकेपछि अब हामीले चट्ट लाएर 12 किलो मैदा राख्छौं। ओके।